भिडियो सुरु गर्नुभन्दा अगाडि सबैलाई नमस्ते। मेरो नाम राजु श्रेष्ठ हो। म चाहिँ हाल इन्डिया केरलाबाट र यति बेला हाम्रो नेपालको कन्डिसन हेर्नुपर्दा हैन एकदम तनावमा छ। एकदम कन्डिसन धेरै प्रब्लम भएको छ यतिखेर र रतुवाको बाढीले गर्दाखेरि कतिजना मर्नुभयो, कतिजनालाई बगाएको, कतिजनाको घर गयो, कतिजनाको फ्यामिली गयो, कतिजनाको दाजुभाइ दिदी गयो, आमा बाबु। र मेरो अनुरोध छ कि यतिखेर सक्नुहुन्छ भने सबैजनाले जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनु होला। 100, 200, 500, 1000 जति आफूले सक्नुहुन्छ त्यति सहयोग गरिदिनु होला। र मैले आफूले सकेको जति सहयोग गरेको छु र तपाईहरु पनि थोरै भए पनि सहयोग गर्नुहोला। यतिखेर हाम्रो नेपाललाई एकदम सहयोगको जरुरत छ र हामी सबैजना एकजुट हुनुपर्छ यो बेला। त्यही भएर हामी सबैले सकेको सहयोग गरौँ र म हाम्रो प्राइम मिनिस्टर बालेन शाहलाई पनि धन्यवाद दिन चाहन्छु। घटना घटेको केही घण्टामै उहाँले ठुलो एक्सन लिनुभयो, एक्सन छिटो गर्नुभयो, ठुलो एक्सन लिनुभयो र सबैलाई उद्धार त गर्न सकिएन। कतिजनालाई बगायो, कतिजना जिन्दै छन्, कतिजना हस्पिटलमा छन्। र पनि हाम्रो बालेन शाहले, हाम्रो प्राइम मिनिस्टर बालेन शाहले यति छिटो एक्सन लिनुभयो। उहाँलाई पनि मेरो हृदयदेखि धन्यवाद छ। र अर्को कुरा के नराम्रो लाग्यो भने बाढी पहिरो गइरहेछ हैन र मान्छेहरूले त्यहाँ सिलिन्डरको लागि सिलिन्डर दाउरा कसैले चाहिँ नि मान्छेले सिङ्कले घोची त्यो लाको सुनहरू थुतेर लगेको छ। त्यस्तोलाई चाहिँ सरकारले हेरोस्, सरकारले कारवाही गरोस्। मेरो अनुरोध त्यो छ हैन। सरकारले हेर्नुपर्छ। त्यो चाहिँ मान्छेको लास उठाउनु छैन र सिङ्गाले घोची कपालमा तानी मान्छेको सुन चाहिँ छुटेर लगेको छन्। त्यस्तोलाई चाहिँ सरकारले र हाम्रो रेस्क्यु टिमलाई पनि म धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले पनि आफ्नो ज्यान दाउमा लाएर मर्ने बाँच्ने थाहा छैन, तै पनि आफ्नो ज्यान दाउमा लाएर पनि मान्छेलाई निकाल्नु हुँदैछ। त्यसको लागि उहाँहरूलाई नि धेरै धन्यवाद भन्न चाहन्छु। रेस्क्यु टिमलाई पनि मेरो सल्युट छ र धेरै धन्यवाद छ। र विभिन्न देशबाट हामीलाई सहयोग पनि गरिराख्नु भएको छ, सहयोग पनि जुटाइराख्नु भएको छ। उहाँको लागि उहाँहरूलाई पनि धेरै धन्यवाद। इन्डिया, चीन, धेरै जग्गाबाट हामीलाई सहयोग आइरहेछन्। त्यसको लागि उनीहरूलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु। र हाम्रो नेपाल सरकारले पनि राम्रोसँग त्यो पीडितहरूलाई, जसको आमा बाउदेखि टाढा हुन पुगे, जसको घरबार सबै लग्यो, नेपाल सरकारले पनि हेरुन्, नेपाल सरकारले पनि केही गरून्, त्यस्तो भन्न चाहन्छु। र हामी सबैजनाले सकेको जति सहयोग चाहिँ गरौँ, म त्यही भन्न चाहन्छु। र अरू दिन चाहिँ यस्तो भयो रे, नेपालमा यस्तो भयो भनेर सुन्न नपरोस्। नराम्रो लाग्छ। हामी विदेशमा भए पनि नेपालको धेरै माया छ। अरू बेला चाहिँ अरू आउने दिनहरूमा चाहिँ त्यस्तो सुन्न नपरोस्, यस्तो भनेर सुन्न नपरोस्। हुन त अचानक आएको, कसैले केही गरेको होइन, अचानक आएको, कसैले केही गरेको होइन। र पनि मान्छेहरू भाग्न नि पाएनन्। त्यही भएर पनि नेपाल सरकारले जो पीडितहरू हुनुहुन्छ, पीडितको लागि एकदम ठुलो एक्सन लिनु पर्यो। उहाँहरूको लागि सुविस्ता गरिदिनु पर्यो। जसको घर छैन, बस्ने ठाउँ छैन, खाने गाँस छैन, उहाँहरूको लागि राम्रोसँग हेर्नु पर्यो। र म सबैजनालाई धन्यवाद गर्न चाहन्छु।